म चाहिँ आज हजुरलाई कोरियन भाषामा खैरोक्ता र खिन्जाङहादा भन्ने कुराको चाहिँ उस्तै उस्तै अर्थ लाग्ने दुईवटा भावहरू हुन्छ। यसले खैरोक्ता भनेको चाहिँ यो विशेषण अन्तर्गत पर्छ भने खिन्जाङहादा भनेको यो चाहिँ क्रिया अन्तर्गत पर्छ। तर यो दुईटै भावकै प्रकारहरू हो। अब खैरोक्ता भनेको कस्तो खालको पीडा भने मनलाई एकदमै मनमै भित्रै पोल्ने होइन, मन पोल्ने, आत्मा पोल्ने, मनमा पीडा हुने टाइपको यो पीडा हो भने यो चाहिँ कहीँ कुनै पनि ठाउँमा हामी नर्भस भएर होइन, नर्भस फिल भएर गिल्टी फिल हुने त्यस्तो कुराहरू चाहिँ यो खिन्जाङहादाले हुन्छ। यहाँ मैले एक एउटा सेन्टेन्स पनि लेखेको छु। इबियरी नमुख खैरो यो ब्रेकअप होइन, कोहीसँग हामी छुट्टिएको छौँ, बिछोडिएको छौँ भने त्यो चाहिँ हामीलाई मनमा एकदमै पीडा हुने टाइपको। त्यस्तै फाल्टो हाल्के खिन्जाङ हाल्के मानी खिन्जाङ हुन्छ भनेको कुनै पनि ठाउँमा प्रस्तुति दिँदाखेरि म चाहिँ एकदम नर्भस भएर मलाई चाहिँ अलिक तनावको महसुस भयो भन्ने खालको हुन्छ।